एकदमै मिठो भजनको साथ हामीले हाम्रो सङ्गतिलाई हामी घोषणा गर्दै अब चाहिँ मिठो मिठो खानेकुरा छ है यहाँ चाहिँ अझै यो ठाउँलाई जुन तरिकाले हेरे पनि एकदमै धेरै राम्रो छ। जुन कुनबाट हेरे पनि अब हिमाल देख्ने ठाउँको रूपले हेरे पनि अब हाम्रो सङ्गति परिवारहरू चाहिँ हामी यति छौँ। अब हामी सुरु गर्छौँ है हाम्रो सङ्गतिहरू। हामी भेला भइसक्यौँ। आहा साथीहरू, आमा यति धेरै राम्रो ठाउँ छ नि। यो दृश्य हेर्दा त लाग्छ स्वर्गको टुर्क नै यहाँ त खसी आएको हो कि भन्ने सम्भव हुन्छ क्या सोचहरू। हाम्रो गाउँहरू देख्छ, म तपाईँहरूलाई हाम्रो गाउँ एउटा देखाउँछु है। यो यतापट्टिको हाम्रो गाउँ हो। यो पल्लोपट्टिको सुम्दे हाम्रो गाउँ त्यहाँ। अनि हाम्रो गाउँबाट हामी कति चाहिँ हिँडेर आएछौँ भन्ने तपाईँहरूले यसो अनुमान गर्नु होला है। टक्क त्यो गाउँ भएपछि उकालो निस्केर टक्क त्यो निस्केर हामी त्यो मर्निङ एभ्रिवान। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु एकदमै। र आज तपाईँहरूको माझमा फेरि पनि मैले न्यू भ्लगको साथमा उपस्थित भइकन मेरो थोरै भ्लगहरू म तपाईँहरूलाई देखाउने कोसिस गर्दैछु। आज चाहिँ विशेष म कहाँ जाँदैछु भन्दा मयुम डाँडा जाँदैछु साथीहरू। मयुम डाँडा नामकै एकदमै प्रसिद्ध ठाउँ र नेपालको लोकप्रिय मुन्धुम पथ मार्गले छोएको ठाउँ। पर्यटकीय सौन्दर्य, प्राकृतिक सौन्दर्यले एकदमै भरिपूर्ण ठाउँ। यो त मैले बयान गरेर कहिले पनि सक्दिनँ, तपाईँहरूले नै हेर्नुपर्ने हुन्छ। आफूले हेरे जस्तो कहिले पनि हुँदैन है। र आज चाहिँ म जाँदैछु मयुम डाँडा। विशेष के को लागि जाँदैछु भने सङ्गति, उपवास सङ्गतिको लागि हामी जाँदैछौँ। क्रिस्चियन साथीहरूले त बुझ्नुहुन्छ होला उपवास सङ्गति भनेको के हो भनेर। अब अन्य धर्ममा आबद्ध हुनुहुने साथीहरूले त के हो यो उपवास भनेको सङ्गति भनेर भन्नुहुन्छ होला। तर पनि डाँडामा गएर यसो प्रार्थनाहरू गरिन्छ होइन, आफ्नो अब लक्ष्यहरू उद्देश्यहरू पुरा होस् भनिकन। तपाईँहरू जसरी धार्मिक स्थलहरूमा गएर अब माग्नुहुन्छ, हामी त्यसरी नै अब डाँडातिर गएर माग्ने गर्दछौँ। र अन्तिमसम्म हेरेर साथ दिँदै गर्नु होला। म तपाईँहरूको माझमा जोडी नै राख्नेछु। अहिले चाहिँ अलिक घरदेखि मासतिर बनिसकेँ। सङ्गति परिवारहरू अर्को बाटो नि हिँड्दै हुनुहुन्छ नि। हामी तिनजना दाजुभाइ छौँ। यो बाटो नि हिँड्दैछौँ। जङ्गल छ ठुलो यो। र कतिजना नयाँ साथीहरू जोड्दै हुनुहुन्छ भने प्लिज तपाईँहरूको एक सब्सक्राइबको मलाई धेरै नै खाँचो छ। मैले तपाईँहरूसँग बार मागेर हुन्छु क्या एक सब्सक्राइब भनेर चाहिँ। तपाईँहरूले बुझेर पनि गरिदिनुहुन्छ मलाई आशा छ है त। हेर्दै जानु होला अन्तिमसम्म के कस्तो हुन्छ म देखाउने प्रयास नै गर्नेछु है त साथीहरू। म चाहिँ थलथले मासतिर आइसकेँ साथीहरू। अब चाहिँ हामी यो ओह्रालो झरेर टक्क उकालो फेरि पनि चढ्नै पर्छ उकालो त होइन। ल्याम्मा उकालो चढेर त्यो डाँडा पुगिदिएपछि आनन्द आउँछ छुट्टै। आहा, साउने डाँडा त धेरै अग्लो हाइटिलो भइहाल्यो। अब यता परतिर ढुङ्गा खर्के, हाँस पोखरी, होमस्टेहरू पनि म तपाईँहरूलाई एकछिन देखाउँछु। हेर्दै जानु होला। अहिलेलाई चाहिँ पहिला आफ्नो गन्तव्यमा पुगौँ साथीहरू, अनि त्यसपछि फुल इन्जोय लिउँ है। त्यहाँ माथि बाटो कति राम्रो ठाउँहरू देख्छ। त्यो पनि एकदमै अग्लै छ डाँडा। यहाँबाट हेर्दा होचै देख्यो पनि अरूभन्दा होचै देख्योमा अग्लै छ। म चाहिँ यात्रामा छु लगातार। मलाई चाहिँ दाजुहरू दुईजनाले छोडेकै छ। म चाहिँ पछाडि छु। यसो हेर्दै आनन्द हेर्दै आउँदा भुलिहाल्दो रहेछु क्या। त्यही भएर हेर्दै जानु होला। अब पुग्न लागिसक्यो, धेरै छैन साथीहरू। यो मान्छेले चाहिँ हामीलाई नदी खाइरहेको छ होइन। दाजु र म चाहिँ उपवास आएको। हामीले चाहिँ यसले चाहिँ खाएको रहेछ के बिपद त्यो पनि मागेको नि केटाले हामीले देखाउँदै खाने हो नि। अब हामी चाहिँ कस्तो भने उपवास सङ्गति भनेको चाहिँ आफू अब जहाँ तोकेको छ त्यो ठाउँमा गएर होइन सङ्गाती सकेर मात्र खानुपर्ने हुन्छ। तर यो चाहिँ अब उपवास बसिनु रहेछ, खाँदैछ, मजाले खाइरहेको छ साथीहरू। यसपालि लास्टै चिमाल फल्ने रहेछ। यहाँनिर चाहिँ अब धेरै माथि निस्केर हामीलाई चाहिँ थकान लाग्यो क्या होइन।
खा खा सानो सानो छ त हेर्न न आँकुरी मजाले खाइरहेछ ओइ थुक निस्केन निक्लेन है हामी चाहिँ नखाइ हिँड्यौँ त्यो चाहिँ खाएर हिँड्छ क्या रमाइलो छ किन काजु चाहिँ किन यस्तै छ जिन्दगी यार के छ केटाहरू खाँदै हिँड्छ अरू प्लास्टिक छ खाँदै कद्द पोखेर हिँड्नेछु भुजा छ त्यो कहिलेको डक्को छ त्यो कहिलेको भुजा हो नि त त्यो पनि खुलाइदिएन ओइ पस् न म फोटो खिचिहाल्छु नि बिचरा धेरै बुढी माउ जस्तो छ हौ यो त आइफोन लिएन आइफोन यसले घरले झुक्का राठायो क्या यो त स्याल हो नि त रुँदैछ यो म पनि भिडियो गर्दैछु हौ दाजु सिधै त हो रहेछ ए ल अब केटाले यहाँ एउटा दुइटा फोटो खिच्छ होला होइन बिचरा बुढी रहेछ बुढी घर रहेछ बुढी घर रहेछ फोटोग्राफीलाई कहाँ मिलाउनु पर्छ त यार पेचरेक पुत्रु खिचे भइहाल्यो नि अब यहाँ फोटो खिच्ने सिजन चल्दैछ है ल साथीहरू अब चाहिँ हावाको चाप बढ्दै अग्लो अग्लो डाँडामा हामी पनि माथि माथि उक्लिरहेको छौँ तपाईँहरूलाई मैले बार बार तलतिर बाटो डाँडा देखाउँदै थिएँ फाइनली त्यो डाँडाको मुनतिर चाहिँ हामी आइसक्यौँ अहिले चाहिँ हामी यो मयुम भन्ने ठाउँ चाहिँ टेकिसक्यौँ है त अनि यहाँनिर देख्दै हुनुहुन्छ राम्रो राम्रो डाँडा काँडा अनि हरियाली त छैन तैपनि अब हरियाली हुने बेला पनि त होइन बिस्तार बिस्तार हुन्छ हावाको चाप निकै नै बढी छ हाम्रो गाउँहरू देख्छ म तपाईँहरूलाई हाम्रो गाउँ एउटा देखाउँछु है त है यो यतापट्टिको हाम्रो गाउँ हो यो पल्लोपट्टिको सुम्दे हाम्रो गाउँ त्यहाँ अनि हाम्रो गाउँबाट हामी कति चाहिँ हिँडेर आएछौँ भन्ने तपाईँहरूले यसो अनुमान गर्नु होला है टक्क त्यो गाउँ भएपछि उकालो निस्केर टक्क त्यो डाँडा निस्केर हामी तेर्से आएको अनि हिमालहरू पुरै यहाँबाट देख्दो रहेछ अनि यहाँ जुन चाहिँ यहाँ मतलबमा घर जस्तो सानो डेरा देख्दै हुनुहुन्छ नि त्यो चाहिँ हाम्रो पहिला जुन चाहिँ भेडा पहिला पहिला पाल्थ्यौँ नि त हामीले पहिला दुई तिन साल भयो होइन भेडा बेचेको अनि चाहिँ अब यो गोठनी अहिले चाहिँ लथालिङ्गै लछापत्रै होला अब यो डाँडामाथि कसले रेखदेख गर्ने र होइन अनि पहिला चाहिँ हामी यही गोठमा राखेर बसेर भेडाहरू टन्ने यतातिर राख्थ्यौँ यताउता यो साइडतिर कति भेडाहरू बस्थ्यो होइन अब हामी पनि अब यतातिर आउनु पाइँदैन अनि अब यो गोठनी अब के भन्नु र अब मान्छे नभएपछि त गोठ त त्यसै पनि अब लथालिङ्गै लछापत्रै हरेक कुरा गर्छन् मान्छेहरूले के कति तोडफोड भएको छ यहाँ पुरै हो रहेछ यार ढुक्का सुक्खा भाँची छ यहाँभित्र यस्तो छ पहिला यहीँ कति धेरै बसिन्थ्यो पुरै लथालिङ्गै ढोकै भाँचिरहेछ नि साँच्चै यहाँ लगभग चाबी लाथ्यौँ अनि ढोका चाहिँ फोड भएछ क्या तोडफोड भएछ ए ढुट्टो पात छैन वस्तु लागेछ क्या यहाँ भ्याएर थुने जे जति थाहा पा भने भ्याएर थुनेमा नि अब जे जति गरे नि उनीहरूकै अब धर्म उनीहरूलाई पाप लाग्छ भन्ने हामी चाहिँ आस्था राख्छौँ होइन अब त्यसैमा मन बुझाउनु होला साउने डाँडा घुम्न नजिक है यो मतलब डाँडादेखि उतापट्टि मात्र हामी पुग्नुपर्ने अब लगभग हामी पुगिसक्यौँ अब त्यहीँ पुगेर हामी भेट्नेछौँ है त 1 2 3 गो टु द रेडी गाइस हामी यहाँ माथि आइपुगिसक्यौँ है यो ठाउँमा हामी आइसक्यौँ अब केही बेर हामी यहीँ नै रमाइलो गर्छौँ भन्दा हामी सङ्गति गर्छौँ आहा साथीहरू आमा यति धेरै राम्रो ठाउँ छ नि यो दृश्य हेर्दा त लाग्छ स्वर्गको टुर्क नै यहाँ त खसी आएको हो कि भन्ने सम्भव हुन्छ क्या सोचहरू
यहाँनिर चाहिँ अब साउने डाँडा भइहाल्यो, यो पल्लो अग्लो डाँडा, त्यसपछि ढुङ्गो खर्के अनि मयमको हाँस पोखरी भन्ने एकदमै धेरै लोकप्रिय ठाउँ नै हो, चर्चित ठाउँ नै हो। कतिजनाले चाहिँ फोटोमा मात्र देख्नु भएको होला, उनीहरूलाई समय मिलिरहेको छैन होला। यो पल्लो सानो दाह चाहिँ हाँस पोखरी दाह हो भने यतापट्टि देख्दै हुनुहुन्छ होमस्टे, मयमको होमस्टे चाहिँ यहाँनिर छ है त, हाँस पोखरी छेउमा। अनि यहाँ मास्तिर अब चौरी गोठहरू हो, अनि हावा खाने घर, मुन्धुमको बाटोको हावा खाने घर, यो चाहिँ बिसाउने घर हो। एकदमै धेरै सुन्दर त के भनौँ, सुन्दरको पनि अति नै धेरै सुन्दर, हामीले यसलाई बयान गरेर सक्दैनौँ। यहाँनिर एकदमै धेरै रमाइलो डाँडाहरू पनि छ, एकदमै धेरै। यहाँ चाहिँ यस्तो हो क्या, जति पीडा मनमा अब दुःख परे पनि यो डाँडामा आएर एकछिन चाहिँ बसेर हेऱ्यो भने केही दुःखहरू चाहिँ हट्न सक्छ है भन्ने उदाहरण पनि हो यो चाहिँ। तपाईँहरूलाई मैले यो चाहिँ जानकारी गराउन चाहेँ। यहाँनिर हिमाल देख्दै हुनुहुन्छ, अनि हिमालको छेउमा कालो डाँडा, जुन चाहिँ आगो लागि भएर त्यतातिरको घाँस पातहरू डढेको हुनसक्छ। अनि अब हामी चाहिँ सङ्गति बस्ने ठाउँमा आइसक्यौँ। अब हामी चाहिँ यहीँनिर नै बसेर सङ्गतिहरू गर्छौँ, म तपाईँहरूलाई त्यो पनि देखाउँछु। अहिले चाहिँ हाम्रो सङ्गति परिवारहरू चाहिँ आइसक्नु भएको छैन रहेछ, बिस्तारै आउँदै हुनुहुन्छ, किनकि अब बुढापाका अलिक अशक्तहरू पनि हुनुहुन्छ, लगभग उहाँहरू पनि आउँदै हुनुहुन्छ होला, त्यसैले बिस्तारै आउँदै हुनुहुन्छ। आउँदाखेरि यो उकालो बाटो आउनुहुन्छ है उहाँहरू चाहिँ। अनि हामी चाहिँ यहाँ माथि पुरै रूपमा आइसक्यौँ। हेर्दा नि आनन्द, छुट्टै आनन्द छ क्या यहाँ माथि साथीहरू, पुरै छुट्टै नि। बिल्कुलै यो ठाउँलाई जुन तरिकाले हेरे पनि एकदमै धेरै राम्रो छ, जुन कुन बाटो हेरे पनि। अब हिमाल देख्ने ठाउँको रूपले हेरे पनि, अब पछि चिमाल फुल्छ, चिमालको बगानको रूपले हेरे पनि, अनि हरियाली हुन्छ, यो हरियाली को रूपले हेरे पनि, र बस्ती अनि पछि बाख्रा भेडा बस्तु सबैको चरणथलो यही हो, त्यो रूपले हेरे पनि सबै रूपले हामीले एकदमै राम्रो देख्न सकिन्छ। जुन चाहिँ रूपले हेरे पनि यहाँ पारी पाखा देख्दै हुनुहुन्छ। आमामा, यहाँ त पहिल्यै नै मेरो एउटा फोटो छ, तर त्यो चाहिँ 3-4 वर्ष, लगभग 3-4 वर्ष अगाडिको होला फोटो। अनि यहाँदेखि उता चिमाल घारी, पछि अब वैशाख आउन आँट्यो, नयाँ साल। अब हाम्रो नेपालमा त वैशाखलाई नयाँ साल मानिन्छ होइन, त्यसैले अब वैशाख आउन आँट्यो, चिमालहरू एकदमै नै धेरै फुल्छ। यहाँनिर मैले अघि नै हाम्रो गाउँहरू देखाइसकेको छु, सुन्दै चाहिँ देख्दैछु, हाम्रो गाउँ ठ्याक्कै देखिरहेको छैन। अनि साल्पा सिलिचो उता देख्न सक्नुहुन्छ है, बादलले छेलिए छ। मुन्धुमको बाटो चाहिँ टक्क यो डाँडाबाट यता पसेर चाहिँ यो डाँडाको पल्लोपट्टिबाट सट्टै उता गएर चाहिँ साल्पा सिलिचो यो पल्लोपट्टि हो, त्यहाँनिर रोकिन्छ। ल अब हामी सङ्गति परिवार आएपछि म तपाईँहरूलाई अवश्य नै देखाउने छु, हामी सङ्गति परिवारसँग एकसाथ भेट्ने छौँ है त, अनि तपाईँहरूको माझ आउनेछु। 1 2 3 ल है, अब चाहिँ लगभग हामी सबैजना चाहिँ भेला भइसक्यौँ। अब हाम्रो सङ्गति परिवारहरू चाहिँ हामी यति छौँ। अब हामी सुरु गर्छौँ है हाम्रो सङ्गतिहरू, हामी भेला भइसक्यौँ। सबैजना मिलेर गोलो बसेर सङ्गति लागेर सुरु गर्नेछौँ। के कसरी गर्छौँ म तपाईँहरूलाई देखाउँदै नै जानेछु। आउने क्रम जारी छ, डरेर लाग्ने क्रम नि जारी छ साथीहरू, के गर्नु, हरियो वन नेपालको धन भन्ने हुन्न रहेछ, पुरै डरेर। ल है ल प्रार्थना चाहिँ यो प्रार्थनाकै कुराहरू म तपाईँले बुझ्नु। अनि हामीले आफ्नो प्रार्थना किन बदल्नु पर्दछ, किन अहिले चाहिँ हाम्रो प्रार्थना चाहिँ यस्तो हुन्छ अरे होइन, यस्तो हुन्छ अरे यस्तो भएको कारणले गर्दाखेरि अहिले चाहिँ हाम्रो प्रार्थना चाहिँ बदल्नुपर्छ ल है हाम्रो सङ्गतिहरूले हामीले अब सकिएको घोषणा गर्दै हामी चाहिँ अब आयो एकदमै
मिठो भजनको साथ हामीले हाम्रो सङ्गतिलाई हामी सक्यो घोषणा गर्दै अब चाहिँ हामी ओह्राली बाटो लाग्छौँ है त। अब तलतिर गएर यसो खाजा पानीहरू पनि खान्छौँ। आमा खतरा रहेछ नि त हौ पुरै। तर यो पहाड ब्याङ्क चाहिँ कत्रो हो यार खोइ त यार बाबा धेरै गाह्रो छ साथीहरू के गर्नु। आज त म त गिटार नि छुएको छैन हौ। भिडियो छ नि राजा अब राम्रो निस्किनु पर्यो है। आज त जवानहरू धेरै छन् ल अहिले नै भएको लगाइहालेछ नि त। सुकोना सुकोना उहाउनु फो मानिस भएर अब चाहिँ हामी ओह्राली लाग्दैछौँ तलतिर। अब के तलतिरसम्म झर्छौँ होला। अनि यसो अब अहिलेसम्म विशेष गरी अघि नै मैले तपाईँहरूलाई घोषणा गर्दै थिएँ उपवास सङ्गाती हामी आएको भनेर। अब हामीले चाहिँ हाम्रो उपवास सङ्गतिहरू सकेर ओह्राली लाग्छौँ। अब तलतिर पुगेर यसो खानु पनि त पर्यो नि साथीहरू। हान्नु त परेको नि। ओहे मामाले हानिसक्नु भयो सब्सक्राइब है। यसरी हान्छ सब्सक्राइब चाहिँ। ल ठिक छ। प्लाट खुट्टाले दिनुपर्छ अनि सब्सक्राइब हुन्छ। अझ हामी लगभग धेरैजनाको सङ्ख्यामा नै हामी सङ्गति पस्न सफल भयौँ। यहाँनिर अहिले भर्खर हुँदा नै प्लाट चाहिँ सब्सक्राइब हानेको हो क्या। मेरो झोला राम्रो चुक्नु आँटेछ यार। के छ गाइज यस्तै छ। हामी अब खामडाँडाबाट मुनतिर अर्लिँदै झर्दैछौँ। निकै हावा चाहिँ मतलब माथि चल्दो रहेछ। तर के गर्नु हामीले हावाको सामना गर्दै हामीले हाम्रो सङ्गतिहरू सक्यौँ। अब चाहिँ हामी तलतिर झर्छौँ। साथीहरू छुर्पी अर्ग्यानिक छुर्पी यो त तेलसँग छ क्या चिल्लो चिल्लो पनि छ। ल हुन्छ हस् ल राख्नु खानेलाई। खाजा अब खाने टाइममा आइसक्यौँ हामी। अब लगभग खाजाहरू चाहिँ यहाँ फत्ताफुत्ता झोलो बाटोबाट निस्किँदैछ। एकछिन फिन्जेपछि म देखाउँछु नि है खाजाहरू चाहिँ तपाईँहरूलाई। आहा वास्तवमा यति चिसो माथि पनि अब यो डिउ त कसरी जान्छ भनेर सोच्नु भएको। तर जान्छ हामीलाई त जति चिसो भने जान्छ हामीलाई त जति चिसोमा पनि चल्छ। ए मैले यो कसो गरौँ नि ए माइजू यो आलु चाहिँ कसो गरौँ तासेर एक चोटो बनाऊ। मेरी बा आलुको दाना त यहाँबाट छ त। आलुको दाना हो यो चाहिँ लु। वादी मिठो खानेकुरा छ है यहाँ चाहिँ। अझै
कास्टिङ सङ्गातीमा ओहो घर हार्मोन खानु दिन्छ कि भनेर त आइपुगेछ नि त अब नुनै छैन त्यही त त्यसलाई रोटी हामीलाई यहाँ खोटी त्यसलाई रोटी चौरीको चम्रो छुर्पी ल है अब यहाँ ढिलो गर्ने कुरा चाहिँ हुँदैन फटाफट गर्ने खाइहाल्ने हो आलु नै नबिले तुई त यो आलु त भएन हौ यो आलु कमान्डा यो आलु त यो आलु त होइन कोही के लिन्छ होला बिस्तारै खेलौँ न एकदम तान्नु यो कस्तो ग्लास हो पुरी ल्याउनु त फुपाले नखानु ने तातो पानी मात्रै खानु भएको तातो पानी खा खाउ न अरु उपाले खानु न दिउ चम्ची के तान्नु त यार यो पल्लो यहाँ मामाले खानु यसो गर्ने है तपाईँहरू हेर्नु रोटी खाने हो अब ज्यान बनाउने हो म ताने फुपा हस् हजुर ए हुन्छ हस् हस् आहा अब के ल्या ठाउनु केटी यहाँ राख्दैन बुनु भुइँमा तपाईले पुगेन उ दिउ खानु हुँदैन पाकेसम्म कसले त हो र पानी हो त ल है अब चाहिँ हामीले खानपान सबैलाई बाई बाई गरियो पेटतिर खदियो कस्तो राम्रो चिमालको के को फुल हो यो कुर्लिङको फुल यस्तो राम्रो ल ठिक छ टन्नै खायो पेटमा पसिन्जेल चाहिँ खँदेकै हो मैले नि सबैले खत्नुभयो होला भन्ने आशा छ अन्डा चाहिँ मिठो हो अरू त्यस्तै हो अन्डा भन्दा खाँदा मिठो भन्यो है बाँकी उब्रेछ पनि थोर थोर बातहरू मैले अब चाहिँ हामी यहाँबाट बाई बाई गर्नुपर्ने हुन्छ होइन ल है अब चाहिँ हामी छुटिसक्यौँ यहाँबाट बाटो नै हाम्रो अलग पऱ्यो अब उता पार्टी जानुहुन्छ हामी चाहिँ यता पार्टी हामी दाजुभाइ चाहिँ यता लाग्यौँ अब चाहिँ लगभग अब अन्तिम घडीमा पुरा आइपुगिसकेको छौँ हामी अब चाहिँ हामी घरतर्फ पुटुटु कुद्छौँ हामी तिनजना ल है गाइजहरू ए मतलब टोली मामा माइती ल र म छुट्टी भाइ हामी अब यता जान्छौँ हामी अब धोत्रे ए दाजु त्यसो नगर्ने ए दाजु फुटबल सरासर अब हामी तोप लिएर घर जान्छौँ है हामी छुटिसक्यौँ मैले चाहिँ आजको भिडियो अब यहीँ नै इन गर्नुपर्ने भयो साथीहरू भयो भन्दा अब चाहिँ ए मुसाले खाएको टोपी पनि छ यहाँ आजको भिडियो म यहीँ राख्दैछु के कस्तो लाग्यो तपाईँहरूले राय सल्लाह सुझाव दिनुहोला प्रतिक्रिया दिनुहोला माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सबै त भन्नु नपरोस् त्यही पनि तपाईँहरूलाई मैले फेरि म सम्झाउँदैछु हामी अर्को भिडियो भेट्नेछौँ आजको महिमुको यात्रा अनि सङ्गति यहीँसम्म नै रहेको म घोषणा गर्दै तपाईँहरू सबैजनालाई मैले बाई बाई भन्नु चाहेँ फेरि हामी अर्को भिडियोमा अर्को कुनै कन्टेन्टमा यही अनुहार र तपाईँहरू हामी यसरी नै भेट्नेछौँ त्यस 3 जेलसम्म तपाईँहरूबाट म बिदा हुन चाहेँ सबैजनालाई बाई बाई